श्रृङ्गार दुष्यन उहाँको जन्म उत्सव जुन चाहिँ वैशाख पूर्णिमाको बेला पर्छ। दोस्रो चाहिँ धर्म प्रवर्तन दिवस भनेर चाहिँ भनिन्छ, देव अवतरण दिवस भनिन्छ, अब हृदय प्रतिहार दिवस भनेर भनिन्छ। यी चारवटा चाहिँ तिथिहरूलाई महान तिथिको रूपमा लिइन्छ। र अब यो भन्दै गर्दा यो तिथिको बेला यसले चाहिँ अब के जनाउँछ भन्दाखेरि यो तिथिहरूले हामीले अनुसरण गर्यो र यो अवसरमा चाहिँ हामीले सद्धर्मको श्रावण गर्नुभयो भने आफूमा पनि करुणाको बीजलाई रोप्दै प्रज्ञाको फुललाई फुलाउँदै निर्वाणसम्म चाहिँ जान सकिन्छ। भगवान बुद्धसँग सम्बन्धित या यो समाजलाई चाहिँ एकबद्धता र समाजमा सद्भाव सहअस्तित्व करुणा अहिंसा र प्रज्ञाका कुराहरूलाई चाहिँ फिजाउनको निमित्त र त्यस्तो ज्ञानहरू प्रदान गर्नको निमित्त एउटा अवसरको रूपमा चाहिँ रहेको चाहिँ चारवटा महान तिथिहरू छन्। र तिथिहरू त्यति मात्र नभइकन उपतिथिहरू धेरै छन्, जस मध्येमा चाहिँ चारवटालाई चाहिँ महान गनिन्छ। र ती मध्ये पहिलो के हो भन्दाखेरि श्रृङ्गार दुष्यन उहाँको जन्म उत्सव जुन चाहिँ वैशाख पूर्णिमाको बेला पर्छ। यो वैशाख पूर्णिमाको दिनमा या कोहीले चाहिँ जेठमा पर्न जान्छ त्यो समयमा चाहिँ एउटा जन्म उत्सव भनौँ र त्यो बेलामा त्रिसंयोग भन्छ। उहाँले यो संसारमा पदार्पण गर्नुभएको या उहाँले ज्ञान प्राप्त गर्नुभएको बोधगयामा, त्यसपछि कुशीनगरमा उहाँले परिनिर्वाण लिनुभएको तिथि भने एकै दिन एकैचोटि चाहिँ पर्न जान्छ। र अझ त्यो सँगसँगै अरू पनि उहाँले गृह त्याग गर्नुभएको सुख सायलले यो भौतिक चिजले सम्पन्न भएको जुन दरबारलाई त्यागेर चाहिँ आफू साधनामा समस्त प्राणीहरू जगत प्राणीहरूलाई सही सम्यक मार्ग दिलाएर देखाएर हैन उहाँहरूलाई पनि चाहेको चाहिँ सुख भनौँ चाहेको चाहिँ बुद्धत्व त्यो चिज प्राप्त गराउनको लागि नै उहाँले के हो दरबार छोड्नु भएको थियो, उहाँको स्वार्थले होइन हैन। हो यसरी दरबार त्याग गर्नु भएर उहाँ प्रवर्जित हुनुभएको र अनि ती सम्पूर्ण कुराहरू चाहिँ त्यही तिथिमा चाहिँ पर्न जान्छ। र नम्बर 1 त्यो भयो है, एउटा बुद्ध पूर्णिमा भयो। र अर्को दोस्रो कुरा भनेको चाहिँ के हो, त्यस पश्चात उहाँले के हो 29 वर्षको उमेरमा गृह त्याग गर्नुभयो, दरबार त्याग गर्नुभयो। अहिलेको मान्छेहरू भयो भने दरबार बनाउनको लागि पर्छन्, तर भगवान बुद्ध दरबार त्यागेर संसार जगतमा रहेका दुःखको दलदलमा फसेका प्राणीहरूलाई चाहिँ मार्ग दर्शाउनको लागि चाहिँ उहाँले सम्पूर्ण कुराहरू अष्टलौकिक सुखहरू प्राप्त गरेका चिजहरूलाई पनि त्याग गर्नुभयो। उहाँको यो करुणा हो, उहाँको यो महानता हो। यसैले गर्दाखेरि उहाँलाई के हो मोटिभेटरको रूपमा पनि गनिन्छ, उत्प्रेरणात्मकको रूपमा पनि उहाँलाई लिइन्छ। उहाँले यो भने यो सांसारिक चिजहरू यो भौतिक चिजले मात्र मान्छे सुख शान्ति प्राप्त मान्छेले सुख शान्ति आनन्द प्राप्त गर्न सकिँदैन। त्यसको लागि मानसिक रूपमा पनि मन या अर्थात् मनको अभ्यास पनि हामीले गर्नुपर्ने हुन्छ। र जबसम्म मनको अभ्यास गर्दैन तबसम्म पाइएका सम्पूर्ण सुख शान्ति समृद्धि भन्ने चिजहरू केवल के हो त्यो अन्ततागत दुःखकै रूपमा चाहिँ त्यो परिणत भएर जान्छन्। यसकारणले सबैभन्दा ठुलो कुरा भनेको मानसिक शान्ति र मनको प्रधानता र त्यो मनलाई चाहिँ शुद्धता या मनलाई अभ्यास गर्नको लागि चाहिँ कर्म प्रधानता त्यो अति आवश्यक कुराहरू नै हुन् है। र अब उहाँले त्यसरी त्याग्दै दरबार त्यागेर विभिन्न खालका तपस्याहरू गर्नुहुँदै ज्ञानहरू आर्जन गर्नुहुँदै अनि 35 वर्षको उमेरमा उहाँले चाहिँ बुद्धत्व प्राप्त गर्नुभयो। अर्थात् यो संसार मात्र नभइकन त्रिलोक त्रिधातुमा रहेका सम्पूर्ण जुन स्थानहरू छ त्योहरूबाट पनि पार भएर परम साँच्चै अब मनको जुन यथार्थ भनौँ जसलाई चाहिँ के भन्छ भने अब सेम्जी नेलुक भन्छ नि, मनको वास्तविकतालाई चाहिँ उहाँले बोध गर्नु भएर या प्रभास्वर त्यो चाहिँ लय धर्म धातुमा लय गर्नु भएर नै उहाँ बुद्ध हुनुभएको। भन्दाखेरि बुद्ध भनेको के रहेछ, प्रज्ञा हो, ज्ञान हो, व्यक्ति होइन। ज्ञान के हुन्छ, ज्ञान लौकिक अलौकिक लगायतका ज्ञानहरू हुन्छन् जसमध्येमा लौकिक ज्ञानले यो संसारमा रहन्जेल यो संसारको लागि मात्र क्षणिकको लागि फाइदा होला, तर लौकिक मात्र नभइकन त्यो भन्दा पनि पर रहेका सम्यक ज्ञानलाई जसले ग्रहण गर्नुहुन्छ नि त्यस पश्चात मात्र हामीले के गर्न सकिन्छ अनि
परम शान्तिको नजिक चाहिँ या परम शान्तको नगरमा हामी जान सकिन्छ। त्यस कारणले हामीले के गर्नुपर्ने रहेछ, भगवान् बुद्धको उपदेशहरूलाई चाहिँ हामीले अनुसरण गर्नु जरुरत छ। र अनि त्यसरी गृह त्याग गर्नु भएर उहाँले 35 वर्षको उमेरमा बुद्धत्व प्राप्त गर्नु भए पश्चात पनि उहाँ 49 दिनसम्म मौन रहनु भयो, धर्मदेशना दिनुभएको थिएन। र त्यसै सन्दर्भमा अनि महाब्रह्म र त्यसपछि इन्द्र दुवैजना उहाँहरूले त्यो कुरालाई बुझ्नु भएर इन्द्रले सुनको जुन के भन्छ चक्र र त्यसपछि ब्रह्माले दाहिने शङ्ख चढाउनु भएर चाहिँ भगवान् बुद्धलाई अनुरोध गर्नुहुन्छ, यो संसारमा चाहिँ तपाईले प्राप्त गर्नुभएको महान ज्ञानको सबैले खाँचो छ र सबैजना दुःखको दलदलमा फसिरहेका छन् र त्यही दुःखले चाहिँ जगटिएर बसिरहेका छन् र तिनीहरू सबैलाई सम्यक जुन मार्ग दर्शाएर त्यो अनुसरण गराएर बुद्धत्व प्राप्त गराउनको लागि हजुरले जसरी भए पनि धर्म देशना गर्नुपर्छ भनेर इन्द्र र ब्रह्मले अनुरोध गरिसके पश्चात मात्र उहाँले जुन 49 दिनसम्म बुद्धत्व प्राप्त गरेर 49 दिन पश्चात मात्र उहाँले चाहिँ धर्म देशना दिनुहुन्छ र त्यो धर्म देशना चाहिँ कुशीनगर अब वाराणसीमा दिनुहुन्छ र त्यहाँ चाहिँ सुरुमा उहाँले 4 आर्य सत्यको बारेमा दुःख छ, दुःखको पनि कारण छ र त्यो कारणलाई निवारण गर्न पनि सकिन्छ र त्यो निवारणको लागि उपाय अपनाउनु पर्ने हुन्छ भनेर 4 आर्य सत्यको बारेमा र त्यसको साथमा चाहिँ त्यसलाई निवारण गर्नको लागि आर्य अष्टाङ्गिक मार्ग लगायतको चाहिँ देशना गर्नुभएको थियो भने जसलाई चाहिँ दोस्रो चाहिँ धर्म प्रवर्तन दिवस भनेर चाहिँ भनिन्छ हैन। दुईवटा तिथिहरू, पहिलो के भयो बुद्ध पूर्णिमा, दोस्रो अनि के भयो धर्म प्रवर्तन। यदि उहाँले धर्म देशना नगर्नु भएको भए आज संसार यो भन्दा पनि अझ दर्दनाक जुन सङ्कट कालको जुन अवस्थामा गुज्रिसकेको अवस्था हुन्थ्यो र उहाँको देशनाले गर्दाखेरि नै कयौं ठाउँमा भइरहेको क्रान्तिले रोकेको छ, कयौं ठाउँमा भइरहेको अराजकतालाई चाहिँ निम्त्याइरहेको अराजकतालाई पनि हटाउने प्रयास या हटाइएको पनि छन् र उहाँकै कृपाले गर्दाखेरि करुणाको अभ्यास या अहिंसाको कुराहरू चाहिँ संसारभरि फैलिएको छ र उहाँ यदि नहुनु भइदिएको भए तपाईँ हामी पनि यो भन्दा पनि अझ विभिन्न जुन अवस्थाहरूमा चाहिँ हुन्थ्यो होला। यस कारणले गर्दाखेरि उहाँको ठुलो कृपा छ यसमा र त्यही तिथिलाई चाहिँ धर्म प्रवर्तन दिवस भनेर भनिन्छ। अब तेस्रो रह्यो लभ अफ डिसन भन्छ, त्यो चाहिँ देव अवतरण दिवस भनेर भन्छ है। देव अवतरण दिवस चाहिँ भगवान् बुद्धले बुद्धत्व प्राप्त गर्नुभएको 7 वर्षको पछाडिको समयतिर आउँछ हैन। त्यो बेलामा उहाँ ध्यानमा समाधिमा मग्न भएर बस्नु हुँदाखेरि चाहिँ आफ्नो माता या आमा चाहिँ कहाँ के भइरहेको होला भनेर उहाँलाई चाहिँ मनमा त्यो खालको कुराले चाहिँ खेलेको हुन्छ र त्यति बेला उहाँले चाहिँ दिव्य दृष्टिले हेर्नु हुँदाखेरि, चक्षुले हेर्नु हुँदाखेरि आफ्नो माता, किनकि भगवान् बुद्धको आमा त भगवान् बुद्धलाई जन्म दिनु भइसकेर जुन 7 दिन पश्चात चाहिँ उहाँको के भएको थियो, निधन भनौँ या उहाँ चाहिँ उहाँको मृत्यु भनौँ त्यो भएको थियो र जसले गर्दाखेरि भगवान् बुद्धले आफ्नो आमाको कृपा, आमाको गुण तिर्न चाहिँ पाउनु भएको थिएन र त्यो हुँदाखेरि उहाँले चाहिँ अनि आफ्नो आमाको कृपा उपकार गर्नको लागि चाहिँ आमा कहाँ जन्मिनु भएको रहेछ भनेर उहाँले हेर्नु हुँदाखेरि चाहिँ दिव्य चक्षुद्वारा हेर्नु हुँदा 33 कोटी देवलोकमा जन्मिनु भएको उहाँले चाहिँ अनि दृष्टिद्वारा चाहिँ थाहा पाउनुहुन्छ र त्यस पश्चात उहाँले यो जम्बुद्वीप यो संसारलाई छोडेर 33 कोटी चाहिँ या 33 जुन लोकमा चाहिँ उहाँ जानुहुन्छ र त्यहाँ जानु भएर 3 महिनासम्म त्यहाँका देवी देवताहरू लगायत आफ्ना आमालाई अभिधम्म कोश जहाँ प्रज्ञाको बारेमा बढी वर्णन गरिएको हुन्छ र त्यो सम्बन्धी चाहिँ धर्म देशना गर्नुभएको थियो उहाँले। र अब यहाँबाट पनि हामीले के प्रश्न हुन सकिन्छ भने भगवान् बुद्ध जस्तोले त आफ्नो आमाको कृपाको उपकारको लागि कति कष्ट गर्नुभएको रहेछ भने हामी त भन्ने कुरा नै भएन
र यहीबाट थाहा हुन्छ कि हामीले पनि के हो भने आफ्नो आमाको कृपा उपकारको लागि सारा सम्पत्ति संसारमा भएका वस्तुहरू रत्नहरू दिएर उपकार हुने होइन रहेछ। उहाँलाई यो संसारको भएको दुःखको दलदलबाट पार गराउनको निम्ति सम्यक ज्ञान चाहिँ उहाँलाई प्रदान गर्न सकियो भने त्यो दुःखबाट मुक्त गराउन सक्नु भनेको त्यो चाहिँ साँच्चै कृपा उपकार गर्नु रहेछ भनेर यही कुराबाट हामीले थाहा पाउन सकिन्छ। र यसरी उहाँ 3 महिनासम्म त्यहाँ बस्नु हुँदाखेरि सङ्किसा जो चाहिँ भारतमा पर्छ या त्यहाँनिर अनि मगधका राजा बिम्बिसार लगायत धेरैजना उहाँका अनुयायीहरू उपासक उपासिकाहरू भिक्षुनीहरू चाहिँ अनि आकुल व्याकुल भएको थियो कि 3 महिनासम्म भगवान् बुद्धको दर्शन पाएन, उहाँ कहाँ जानुभयो होला भनेर चाहिँ। अनि त्यसरी बारम्बार त्यहाँको जुन लोकहरूदेखि लिएर त्यहाँ जुन वासीहरू नगरवासीहरूदेखि लिएर मगधका राजा बिम्बिसारदेखि लिएर उहाँहरू सबैजनाले चाहिँ अनि अब उहाँको भगवान् बुद्धको नजिक रहनु भएको एकदम सिद्धि प्राप्त गर्नु भएको चेला भनेको मौदगल्याण हुनुहुन्थ्यो हैन। या उहाँ भएको ठाउँमा सामुमा पुगेर अनुरोध या अनुनय विनय उहाँहरूले गर्नुभयो कि यो संसारमा भगवान् बुद्ध नभएर उहाँ नभएको कारणले गर्दाखेरि उहाँको दर्शन नपाएको कारणले गर्दाखेरि हामीहरू धेरै थकित भइसकेको अवस्था छ, हामीले धेरै विरक्त लागिरहेको अवस्था छ। जसरी भए पनि हाम्रो खबर उहाँलाई चाहिँ यो संसारमा पदार्पण गरिदिनुहोस्, यो संसारमा जसरी भए पनि चाहिँ यहाँ अवतरण गरिदिनुहोस् भनेर चाहिँ यहाँले चाहिँ अनुरोध गर्नुहोस् या बिन्ती चढाउनुहोस् भनेर मौदगल्याणले भन्नुहुन्छ। र त्यो भन्ने बित्तिकै चाहिँ अर्थात् मङ्गोलपुत्र पनि भनिन्छ र मौदगल्याण पनि है, दुईटा नाम। अनि उहाँ चाहिँ त्यसपछि 33 करोड देवलोकमा चाहिँ जानु भएर यी कुराहरू राजा बिम्बिसारदेखि लिएर जनवासीहरूले सबैले राखेको कुराहरूलाई चाहिँ उहाँले भगवान् बुद्ध कहाँ पुग्नु भएर चाहिँ राख्नुहुन्छ। र त्यस्तो राखिसक्नु भयो भगवान् बुद्धले चाहिँ। अनि त्यति मात्र नभइकन के भन्नुहुन्छ भन्दाखेरि संसारमा त देवीहरू देवताहरू आउन सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ, तर हामी यहाँको मनुष्यहरू जम्बुद्वीपको मनुष्यहरू त्यो 33 करोड देवलोकमा पुगेर धर्म श्रवण गर्न सक्ने सामर्थ्य हामीमा छैन। यसकारणले जसरी भए पनि चाहिँ तपाईहरू चाहिँ भगवान् बुद्ध चाहिँ जसरी भए पनि पदार्पण हुनु पर्यो भनेर यसरी भन्नुभएको हुन्छ। र सोही अनुरूप नै 3 महिनाको पश्चात चाहिँ आमाको कृपा उपकार गरेर भगवान् बुद्ध यो संसारमा चाहिँ पदार्पण गर्नुभएको तिथि, त्यसलाई चाहिँ देव अवतरण दिवस भनिन्छ। हो त्यो बेलामा पनि वैडुर्यको भर्याङ, त्यसपछि सुन र चाँदीको भर्याङ ब्रह्मा विष्णुले छत्र ओढाउँदै शङ्ख बजाउँदै त्यसरी संसारमा चाहिँ फेरि पदार्पण गर्नुभएको या यो संसारमा अवतरण गर्नुभएको चाहिँ भारतको सङ्किसा भन्ने ठाउँ छ। र त्यो तिथिलाई चाहिँ अनि देव अवतरण दिवस भनेर भनिन्छ। भने भारतको बुद्धकालीन समयमा अनि त्यहाँनिर चाहिँ तैत्रिकहरू जसको धेरै चेला हुनुहुन्छ, जसले कर्म हेतु फललाई पनि स्वीकारिँदैन, आफ्नो अहमताले गर्दाखेरि उहाँहरूले चाहिँ बारम्बार भगवान् बुद्धलाई अलौकिक या चमत्कार भनौँ एक खालको चाहिँ शक्ति देखाउनको लागि चाहिँ दबाब दिन्छ। र सोही अनुरूप 6 जना तैत्रिकले दिएको दबाबलाई चाहिँ उहाँले स्वीकार्नु भएर चाहिँ अनि 15 दिनसम्म विभिन्न खालका यो अद्भुत हाम्रो यो अहिलेको जुन विवेकले पनि नभ्याउने खालको त्यस्तो अद्भुत जुन रीतिहरू चमत्कारहरू त्यो प्रदर्शन गर्नु भएर चाहिँ हजारौं लाखौं जुन तैत्रिकहरूलाई बुद्धको शरणमा या बुद्धको मार्गमा चाहिँ ल्याउनु भएको जुन तिथि छ त्यो तिथिलाई चाहिँ अब रिधि प्रतिहार दिवस भनेर भनिन्छ। यी 4 वटा चाहिँ तिथिहरूलाई महान तिथिको रूपमा लिइन्छ। र अब यो भन्दै गर्दा यो तिथिको बेला यसले चाहिँ अब के जनाउँछ भन्दाखेरि यो तिथिहरूले हामीले अनुसरण गर्यो र यो अवसरमा चाहिँ हामीले सद्धर्मको श्रवण गर्नुभयो भने आफूमा पनि करुणाको बीजलाई रोप्दै प्रज्ञाको फुललाई फुलाउँदै निर्वाणसम्म चाहिँ जान सकिन्छ। र यो तिथिहरूले अर्को भनेको सामाजिक सहिष्णुता र त्यसपछि सहअस्तित्व भाइचाराको सम्बन्ध यी निभाउनको लागि पनि यी या सांस्कृतिक रूपमा पनि यसले के भन्छ महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। त्यसैले यी तिथिहरूको बारेमा पनि जान्नु आवश्यक चाहिँ छ। र अबको समयमा यी तिथिहरूलाई केन्द्रित गर्दै
म नभएर म मात्र नभइकर अन्य जुन विद्वान गुरुवर्गहरू जो चाहिँ रिन्पोछे टुलको अवतारहरूदेखि लिएर खेन्पोहरूदेखि लिएर लोपेनहरू हुनुहुन्छ, उहाँहरूलाई पनि तपाईँले निमन्त्रणा गर्नु भएर यसै गरेर चाहिँ धर्मदेशना लगायत प्रश्नोत्तर अन्तर्क्रिया कार्यक्रमहरू पनि राख्नु भएर चाहिँ आफ्नो जिज्ञासालाई मेटाउन पनि यहाँहरूले सक्नुहुनेछ। त्यो एउटा अवसर हो भन्न चाहन्छु।